कामी छ मेरो ठुलो किन्चुस हान्दै हान्दै गएर भित्र पनि हजुर तिमीलाई कामी भन्यो उसले त्यो डिङ्गाले त्यो बाख्रा मार्ने दाउलाले हान्यो कसले पिटेको बाबुलाई यसरी टोपेले टोपी भन्ने त्यही गाउँकै हुनुहुन्थ्यो खासमा यो कसरी यसरी पिटाइ खान पुग्यो तिमी कहाँ गएको थियो के हो भन्नु त सबै कुराहरू भन्नु घर थियो घरबाट चाहिँ तल जामले म गएन चाहिँ त्यसले घाँटी बुझेर लाग्यो तल चाहिँ त्यसले आलुमा पानी फेर्यो हजुर मलाई माथि बहाल्यो हजुर मलाई केही 10 मिनट तर घाँटी काट्छु भन्यो हजुर म त्यो भान्सा कोठा गएँ हजुर लुगिन हजुर त्यसले खोज्यो हजुर भेटायो हजुर हानेर झुन्डायो झुन्डाउनु खोजेको थियो हजुर झुन्डाउनु खोजेर मैले बर्रे फालेँ हजुर बर्रे फाल्न हजुर बाथरुममा ल्यायो बाथरुममा कुटायो गऱ्यो हजुर त्यहाँबाट म भागिन माथि रोडमा गयो रोडबाट चाहिँ तल आँगनामा फाल्यो चाहिँ भित्र मलाई हजुर कामी छ मेरो ठुलो किन्चुस हान्दै गएर भित्र पनि हजुर तिमीलाई कामी भन्यो उसले हजुर हानेर हजुर हानेर मलाई म बेहोस भएको थिएँ हजुर मलाई भान्सा कोठा फाल्यो हजुर आफू गाई खान सुत्यो हजुर बोइहरूमा त्यो खोज्दै हानेर भयो रहेछ हजुर ठुलो बाबाले मल पुऱ्याइदिनु भयो हजुर माथि कोले ढोका खोल्यो हजुर म बाहिर आएँ खासमा यसरी किन पिट्यो तिमीसँगै जानुभएको थियो एकजना सर उहाँलाई पनि पिट्या रहेछन् होइन तिमीलाई बचाउनु जाँदाखेरि अनि ठुलो बा झन् मलाई गाडीमा हाल्न लाग्नु लाग्नु गएको थियो हजुर ठुलो बाले ल्यान लाग्नु गएको थियो हजुर गाडी चलिसकेको थियो हजुर माथि कान्छा बाजे आएन रोकिन अनि मलाई जाँदा घाउ छ खुरी अचार दिनुहुन्छ औँलाले अचार दिनुभयो हजुर त्यहाँबाट हजुर ठुलो बाले त डाक्टर के भन्नुभयो हजुर लडाइँ गऱ्यो